हेलो साथीहरु, आज चाहिँ हामी हैन सन्डेमा चाहिँ यसो है फुर्सद भएको कारणले चाहिँ फुर्सद भएन भने बारीमा एक दिन त आउनै पर्छ है। तर म चाहिँ धेरै दिनपछि आएको है। अनि आज चाहिँ हाम्रो यसरी गोडगाड हुँदैछ। टन्न झारले हैन खाइरहेको थियो है ड्रागन फ्रुटको फेदमा चाहिँ। अनि त्यसपछि अब भैँसी गाई बाख्रालाई नि घाँस चाहियो है, काम पनि चाहियो र युट्युबमा हाल्नको लागि कन्टेन्ट पनि चाहियो, विषयवस्तु पनि चाहियो। अनि हाम्रो युट्युबर भाइ अहिलेको भाइरल भाइ हुनुहुन्छ, उहाँले यसरी घाँस काट्नुहुन्छ। हेर्नु, उहाँले अब मात्र भिडियो बनाउनु होइन, काम पनि गरिदिएको। अब हेर्नु कति फास्ट गर्छ हेर्नु होला है साथीहरू। यो चाहिँ हाम्रो उहाँ चाहिँ हाम्रो यस फर्मको डाइरेक्टर, प्रोड्युसर अनि के भन्छ नि त्यो सबै चाहिँ हाम्रो मेन चाहिँ फाउन्डेसन उहाँ हुनुहुन्छ है। यदि तपाईँले चाहिँ अब यो ड्रागन सम्बन्धी खेती सम्बन्धी जानकारी लिनु चाहनुहुन्छ भने चाहिँ उहाँसँग चाहिँ कन्ट्याक्ट गर्नु होला है। हाम्रो सिन बहुउद्देश्य कृषि फार्मको चाहिँ अध्यक्ष भन्दा नि अब बोस के हाम्रो चाहिँ सबै हो है। उहाँ चाहिँ हेर्नु, काम भनेको महिला पुरुष दुवैजना बराबर भनेर चाहिँ यसरी काम गर्नु भएको छ है। कति मान्छेहरू चाहिँ अब यही काम गरेर विदेशमा जानुहुन्छ है झारकालाई। हाम्रो साथीहरू यहीँ छ के, यहीँ छ, यहीँ पैसा फलिरहेको छ। हेर्नु झार यहीँ छ, हेर्नु यिनी पैसाको पोको हो साथीहरू। अनि त्यसमाथि यहाँ अकबरे खुर्सानी छ, हेर्नु यति माग छ कि है। तर पाक्नु चाहिँ नपाकेर पो साथीहरू, माग धेरै थियो। ल साथीहरू, हाम्रो फार्म चाहिँ यसरी है। ल म अलिक होछु साथीहरू, यसरी देखाउँ भनेको माथि भ्यूहरू चाहिँ। घरमा क्लिक रगिरहेको रहेछ यहाँ त पाक्नै। म होछु के कहाँनिर पाकिरहेको थियो अरे। ल साथीहरू, अब हाम्रो फार्ममा चाहिँ धमाधम ड्रागनहरू चाहिँ होइन पाक्दैछ। यो चाहिँ यहाँ हेर्नु, ए पिङ्क भइसकेको छ है। यो चाहिँ यसको कलर आइसकेको छ। यो चाहिँ अब 3 दिन पछाडि चाहिँ खाने योग्य हुन्छ है। ल अनि यहाँ पनि रेडी भएर छ है। हेर्नु होला कस्तो के पुरै ब्ल्याक देखिरहेको क्या, यो घामले गर्दा होला। हेर्नु है, यो चाहिँ पाक्नेवाला छ। अरू चाहिँ होइन पाक्दैछ नि त। कहाँ पाकेको भने तपाईँले यो होइन एकदमै कहाँ हो पाकेको छ भन्नुभएको थियो। यहाँ चाहिँ माउरीको गार लाउनु साथीहरू, पाकेको ड्रागन फ्रुट है त। यस्तो छोपेको नि अहिले देखाउने कि यस्तो भनेर अहिले। ल साथीहरू, तपाईँहरू म आज चाहिँ होइन पाकेको अवस्थाको ड्रागन फ्रुट चाहिँ पहिलो फर्स्ट चाहिँ अस्ति वैशाखमा एउटा पाइसकेको छ। यो चाहिँ सेकेन्डको फर्स्ट है साथीहरू। यो चाहिँ हेर्नु पाक्दैछ, हेर्नु यही हो। आज मिति 2083 जेठ महिनाको 16-17 गते हो साथी। आज आइतबार है। ल पाक्दैछ यसरी हाम्रो फार्ममा चाहिँ है। अब यसलाई खान्छ अनि यसलाई चाहिँ अहिले झारले छाप गर्नुपर्छ। यहाँ फेरि चराहरूको मुख थुन्न सकिँदैन साथीहरू। त्यही भएर चाहिँ तपाईँहरूलाई सामान्य जानकारी दिउँ भनेर अब म